म आफ्नो बाउ बुढो भयो रोगी भयो भन्दैमा अर्का बाउला बाउ भन्न जान्दिनँ कि म आफ्नो बाउला बाउ नै भन्छु। यो देश बनाएको राजाले हो, पृथ्वीनारायण शाहले हो। हामीलाई नेपाली बन्न पाएको हाम्रो गर्व जस्ट बिकज अफ पृथ्वीनारायण शाह। उहाँले बनाइबक्सेको हो यो, उहाँको पुस्ता हो। राजाले अहिलेसम्म मैले गरेको के नराम्रो देखाएको छैन। तानाशाही सानाशाही जे भन्ने त यिनीहरू देखाएको छ। यिनीहरूले बच्चाहरूलाई राजा पाल्दा त 19 जना मान्छे मर्दाखेरि आई डोन्ट वान्ट एनी मोर ब्लड सेड भनेर छोडेर आफू राजा ल तिमीहरूले लिउ तिमीहरूले चलाऊ म चाहिँदैन मलाई राजा बन्नु छैन भनेर बस्या यस्ता राजालाई मान्ने कि त्यत्र बच्चा 19 जना स्कुले बच्चालाई गोली हानेर मार अद्न पुगेर भोलिपल्ट अरू त्यत्र मान्छे अनि कसलाई मान्ने? मेरो बाउ बिरामी भयो बुढो भयो केही पनि गर्न सकेन भने यस्तो यस्तो गरिब पनि मेरो बाउ भन्छ मैले पैसा कमाइसकेँ भन्ने हो र? जस्तो पनि मेरो बाउ भने मेरो बाउ नै हो, चाहे रोगी होस् कि चाहे जड्या होस् कि जेसुकै होस् मेरो बाउ बाउ हो। त्यही हो।